जय सियाराम। म युवा ज्योतिष तथा वास्तु रिसर्चर र सँगसँगै तन्त्र एक्सपर्ट सञ्जय अधिकारी हजुरहरूको अगाडि फेरि एउटा सानो कुरा लिएर उपस्थित भइसकेको छु। आजको टपिक रहेको छ रेमेडीको बारेमा। रेमेडी भनेको के हो र कतिखेर गर्ने र केका लागि गर्ने भन्ने कुरामा चाहिँ हजुरहरूलाई छोटो कुरा लिएर म उपस्थित भइसकेको छु। जसरी हाम्रो टाउको दुख्दाखेरिमा हामीले पेन किलर लिन्छौँ र पेन किलर लिइसकेपछि हाम्रो दुखाइ कम हुन्छ र पेन किलरले पनि आफ्नो काम गर्ने उसको एउटा सर्टेन टाइम हुन्छ। त्यो टाइम सकिने बित्तिकै हाम्रो दुखाइ फेरि सुरु हुन्छ। त्यसरी नै कहिलेसम्म हामीले पेन किलर लिइराख्न सकिन्छ त? सधैँभरि पेन किलर लिएर त हामी बस्न सकिन्न। त्यही भएर हामीले ट्रिटमेन्ट गरेर त्यसलाई कसरी निवारण गर्ने भन्नेतिर लाग्यो भने अवश्य पनि त्यसको समाधान हुन्छ। यसै गरी नै रेमेडी भनेको खासमा के हो भन्दाखेरिमा पेन किलर जस्तै हो। तपाईलाई कुनै ग्रह दशाले प्रभाव पारिराखेको छ, कुनै ग्रहले तपाईलाई नकारात्मक फल दिइरहेको छ र त्यसबाट तपाईलाई रिलिफ पाउनु छ भनेदेखिमा चाहिँ हामीले गरिन्छ रेमेडी। र रिलिफ पनि तपाईलाई सर्टेन टाइमलाई मात्रै पाउनु हुनेछ, किनकि रेमेडी भनेको पेन किलर जस्तै हो। उसको पनि एउटा सर्टेन टाइम हुन्छ। त्यसले त्यो सर्टेन टाइमभरिमा हजुरहरूलाई रिलिफ दिन्छ र सधैँभरि पनि रेमेडी गरिराख्न सकिँदैन। त्यसको विकल्पमा अब हामीले गर्ने भनेको ग्रह शान्ति, ग्रहको जप हवन गर्ने, ग्रहका विशेष संविधाले ग्रहहरूको हवन गरिसकेपछि हामीलाई रेमेडीहरू गरिराख्नु पर्ने आवश्यक देखिँदैन। र धेरैजनाले मलाई भन्नुहुन्छ युट्युब टिकटकबाट हेरेर मैले रेमेडी गरेँ तर मलाई सकारात्मक मैले फल पाउनुको साटो उल्टै नकारात्मक फल मैले पाएँ, झन् नराम्रो हुँदै गयो, किन यस्तो हुन्छ भनेर मलाई धेरैले सोध्नुहुन्छ। हजुरहरूलाई मैले के भन्न चाहेँ भनेपछि कुनै पनि ज्योतिषसँग गएर हजुरहरूले परामर्श लिएर गुरुको एक वचनबाट तपाईँले गएर रेमेडी गर्नुभयो भने हजुरहरूलाई त्यसले 100% काम गर्छ, किनकि गुरु वचन नै सबैभन्दा ठुलो वचन हो। गुरु मुखारबाट हजुरले लिएर गर्नुभएको चिज कहिल्यै पनि फेल हुँदैन। हजुरहरूले कसैलाई मनभित्रैबाट यहाँ मेरो गुरु हुनुहुन्छ, मैले यहाँलाई गुरु मानेको छु भनेर भन्नुहुन्छ भने उहाँहरूले भन्नुभएको कुरा युट्युब टिकटकदेखि हेरेर हजुरले गर्नुहोस्, अवश्य पनि 100% त्यसले काम गर्छ। किनभनेपछि हजुरले उहाँलाई मनैदेखि गुरु मान्नु भएको छ। त्यही भएर जे काम गर्दाखेरि पनि, जे उपाय गर्दाखेरि पनि गुरु मुखारबाट गर्नुभयो भने हजुरलाई 100% त्यसले काम गर्छ। त्यसले नेगेटिभ इम्प्याक्ट पार्दैन, त्यसले सधैँ सकारात्मक प्रभाव नै दिइराख्छ। हजुरहरूलाई मसँग परामर्श लिनु पर्यो भनेदेखिमा हजुरहरूले मलाई व्हाट्सएप नम्बरबाट मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। विदेशमा रहनु भएका जतिहरूले पनि मलाई व्हाट्सएपबाट कन्ट्याक्ट गरेर अनलाइनमा जोडिन सक्नुहुन्छ। नेपालमै हुने जतिहरूले व्हाट्सएपमा पनि मेसेज गर्न सक्नुहुन्छ। यहाँ दाङ जिल्लामा हुने जतिहरूले मलाई तुलसीपुर 9 दोगरे दाङमा आएर मसँग भेटेर परामर्श पनि लिन सक्नुहुनेछ। ज्योतिष परामर्श सँगसँगै तान्त्रिक परामर्श पनि यहाँ उपलब्ध छ।